Rise and shine, my cute little potatoes, and this is day 5 of posting regularly till my birthday. अनि आज चाहिँ म यो रुममा सरेको पनि 1 month ठिक्क कम्प्लिट भयो. म लास्ट मन्थको 6 गते सरेको साँझतिर. सो लाइक अहिले चाहिँ ठिक्क एक महिना भयो. एन्ड विदिन यो 1 महिना आई लर्न मेनी थिङ्स. सो साँच्चीकै लाइक कति कुरा पढेर सिकिन्छ र कति कुरा पढेर सिकिन्छ होइन. सो फर्स्ट थिङ चाहिँ मैले सिकेको भनेको टाइम म्यानेजमेन्ट नै हो. किनभने रुममा बसेर खाना पकाउनु, भाँडा माझ्नु, बेड मिलाउनु, कोठा मिलाउनु अनि लुगा धुनु, त्यस पछाडि स्टडी चाहिँ धेरै नै गाह्रो नै हुन्छ. एकदम इम्पोसिबल नै त होइन, तर अलिअलि चाहिँ गाह्रो नै हुन्छ. किनभने होस्टेलमा बस्दाखेरि लुगा आफ्नो धुनु पऱ्यो, अरू केही पनि त्यस्तो गर्नु पर्दैन नि त. खाना रेडी हुन्छ, खाजा रेडी हुन्छ, सबै त टाइममा हुन्छ. तर रुममा बसिसकेपछि सबै आफै नै गर्नुपर्छ. सो दिस रुम एट टट मी हाउ टु म्यानेज द टाइम होइन. बट स्टिल म ट्राई गर्दैछु म्यानेज गर्नु. किनभने मबाट हुँदैन यो टाइम म्यानेजमेन्ट. मलाई जबसम्म त्यो प्रेसर हुँदैन, 10वटा काम एकैचोटि गर्नु पर्दैन, तबसम्म मलाई त्यो काम गर्ने जाँगरै हुँदैन क्या. मलाई बिहानदेखि दिउँसोसम्म यति टाइम हुन्छ होइन, त्यही पनि मलाई कुनै काम गर्नु मन लाग्दैन. र जब साँझ पर्छ अनि जुन चाहिँ अल्टिमेट टाइम हुन्छ नि, त्यतिखेर मलाई चाहिँ सबै काम गर्नुपर्छ. अहिले पनि मसँग भोलि कलेजमा लाउनुको लागि सर्ट छैन. सर्ट मैले भिजाइरहेको छु अनि अब धुनु पनि पर्नेछ. सो द्याट्स इट. सो सी यु इन डे 6. बाई बाई.